Subscribe to my channel by pressing red button and click on the bell icon for notification of latest updates. लामो समयको संवादहीनतापछि प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष पुरुषोत्तम दाहाल प्रचण्डसँग नेकपाको विवाद समाधानका लागि प्रस्ताव अघि सारेका छन्। बुधबार बालुवाटारमा भएको छलफलमा ओली र महासचिव विष्णु पौडेलले प्रचण्डलाई सरकारका निर्णयहरू सचिवालय बैठकबाट अनुमोदन गर्ने, मन्त्री परिषद पुनर्गठन गर्ने, ओलीले आफ्ना कमी कमजोरीप्रति आत्मालोचना गर्ने र त्यसको बदलामा 5 वर्ष प्रधानमन्त्रीमा ओली नै कायम रहने गरी सहमतिको प्रस्ताव गरेका छन्। बुधबार साँझ एक टेलिभिजन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले 5 दिनभित्र पार्टीभित्रका समस्या समाधान हुने बताएका थिए। त्यस लगत्तै बिहिबार छलफल सुरु भएको हो। ओलीको प्रस्तावपछि प्रचण्ड अन्य नेताहरूसँग छलफल गरेर जवाब दिने भन्दै बाहिरिएका थिए। बुधबार शङ्कर पोखरेलले प्रचण्डलाई भेटेर बिहिबारको बैठकको चाँजो मिलाएका थिए। बिहिबारको बैठकपछि वरिष्ठ नेता धर्मनाथ खनाल, माधवकुमार नेपाल, नारायण श्रेष्ठ सहितको प्रदेश नम्बर 5 का केन्द्रीय सदस्यहरूको भेलामा पुगी प्रचण्डले बालुवाटारमा आएका प्रस्तावको बारेमा जानकारी गराएका थिए। सो जमघट काठमाडौँको थापागाउँ स्थित एक कलेजमा भएको थियो। भेलामा अध्यक्ष प्रचण्डले लामो समयपछि संवाद सुरु हुने सकारात्मक भएको जानकारी दिएका थिए। बैठकमै आउँदा दिन र जो निर्णय गर्न मन लाग्छ त्यही गर भनेको अवस्थामा छलफल सुरु हुनु राम्रो कुरा हो, भेलामा प्रचण्डले भने। बिहिबार बाहिरबाट हेर्दा हामी हारे जस्तो देखिन्छ, तर यो हारेको होइन, हामीले संयमता अपनाएको हो। पार्टीलाई विधि प्रक्रिया अनुसार चलाउन हामीले चालेको कदम हो, प्रचण्डको भनाइ उद्धृत गर्दै एक नेताले भने। हामी अपमानित भएर पनि सहेर बसेका छौँ, पार्टीका परिवर्तन र जनआकांक्षाका जोगाउन सहेर बसेका छौँ। ओलीले केही हदसम्म आफ्नो गल्ती महसुस गरे पनि कुनै सहमतिमा आइ नसकेको उनको भनाइरहेको थियो। बेलामा नेता नेपालले पनि बोलेका थिए। उनले पनि पदका लागि नभई पार्टीभित्र विधि र पद्धतिका लागि आफूहरूको सङ्घर्ष भएको जानकारी गराएका थिए। सो भेलामा प्रदेश नम्बर 5 का 20 जना केन्द्रीय सदस्यहरू सहभागी थिए। एक दिन अघि पनि प्रचण्ड र नेपालले गण्डकी प्रदेशका केन्द्रीय सदस्यहरूको भेला गरेका थिए। केन्द्रीय सदस्यहरूसँगको भेटपछि सचिवालय र स्थायी कमिटी सदस्यहरूबीच केही समय छलफल भएको थियो। प्रचण्डले बालुवाटारबाट केन्द्र र प्रदेशका मन्त्री परिषदको पुनर्गठन, सरकार सञ्चालनको महत्त्वपूर्ण निर्णयहरू सचिवालयबाट गराउने प्रस्ताव आएको जानकारी गराउनु भएको छ। छलफलपछि एक स्थायी कमिटीका सदस्यले भने पछिल्लो घटनाक्रमको बारेमा छलफल गर्ने भनिए पनि खासै केही भएन। प्रदेश सरकारको पुनर्गठन भनेको मुख्यमन्त्रीहरू समेत परिवर्तन गर्ने प्रस्तावका रूपमा प्रचण्ड तथा नेपाल पक्षले लिएका छन्। पार्टीभित्रको विवादका कारण असार 10 गते सुरु भएको स्थायी कमिटीको बैठक अन्यलमा परेको छ। प्रचण्ड नेपाल पक्षले प्रधानमन्त्री वा पार्टी अध्यक्ष मध्ये एक पद छाड्न ओलीलाई दबाब दिँदै आएका छन्। ओलीले दुवै पद नछाड्ने तर अन्य विषयमा छलफल हुन सक्ने भन्दै अडान लिइरहेका छन्।